छैन लाइफमा चाहिँ यति गर्नु छ कि जसरी भए पनि अब पैसा कमाउनु छ आफ्नो परिवारलाई फ्यामिलीलाई खुसी राख्नु छ। बस आज हामी काम गर्न आएको छौँ होइन। अब काम गर्दा गर्दै अब मसिनहरू बिहानै उठ्यौँ आयौँ सेट गऱ्यौँ। अब यत्तिकै बस्दा बस्दा के गरौँ भनेर हामी यता घुम्न आएको छौँ। यहाँ केटाहरू छोइरहेको छ अनि दुईजना उता अगाडितिर छन् अनि म यहाँ ब्लग बनाउँदै गइरहेको छु होइन। अब हामीले जान्छौँ। अब यहाँबाट गएर अब के हुन्छ हाम्रो नि अब काम स्टार्ट भएपछि अब कति बजे सकिन्छ सकिँदैन अब हामीलाई पनि थाहा छैन। अब तर जे होस् होइन लाइफमा चाहिँ यति गर्नु छ कि जसरी भए पनि अब पैसा कमाउनु छ आफ्नो परिवारलाई फ्यामिलीलाई खुसी राख्नु छ। बस अभिषेक सर के भयो साइको तबियत खराब देखला आफ्नो बन्द परा बाटो बनाएको थियो कहाँ जान्छ ल भन्न त हामी काम भन्न ल केही भन्न त यहाँ आएको छु हामीहरू घुम्न यहाँ हाम्रो अभिषेक सर छ। अभिषेक सर ल तपाईँबाट केही जाओस् एक दुई शब्द ल बोल्नु आलु छिल्लाको गएर आलु छिलेपछि उस्ता गरेपछि सुधाउने हो म तरिकाले जाने रातितिर अब हामीहरू जान्छु एकछिनमा गएपछि नास्ता खाएर अब काम स्टार्ट गर्नु पर्यो। पुरा दिनले हामीहरू चारजना आएको थियो यहाँ गाउँतिर घुम्न। अब आएको चाहिँ केटीहरू राम्रो भेटेपछि कुरा गर्नु पर्यो। अब बुलो त यस्तै बन्छ नि नराम्रो कुरा पनि छैन राम्रै कुरा खालि केटीमा मात्र ध्यान जान्छ अरू केहीमा होइन। अब केटी माथि नै भरोसा छ नि केटालाई उसले नै बिग्राउँछ उसले नै सिधा गर्छ खालि यति मात्र ध्यान जान्छ केटीमा। तर लाइफमा कसरी सक्सेस हुन्छ त्यो केही थाहा छैन। अब लाइफमा सक्सेस हुनु भने काम गर्दै सक्सेस हुन्छ। यो केटाहरू के भन्छ सत्तम छ यो केटाहरू हेर्न सक्नुहुन्छ यहाँ एउटा झ्याप्ले मान्छे होइन। अब हामी जाँदैछौँ घुम्नलाई। अब हेरौँ हाम्रो पनि काम अब कति बजे स्टार्ट हुन्छ होइन। अब भनेको त 10 बजे अब हाम्रो डेलीको रुटिन यस्तै हो बिहानै उठ्ने हो 4 बजे जाडोमा आउनु पर्यो काममा। अब के गर्नु गरिब परिवारको जसरी भए पनि कमाउनु पर्यो होइन। तपाईँले बसी खाना दिनु त्यतिकै अर्को हाम्रो यहाँ चित्त चराउनु भएको छ। अब हाम्रो अहिले आएको थियौँ अब मसिन सबको सेट गरेर अब के गरौँ त्यतिकै बसेर बोर लागेर अब घुम्न जाउँ भनेर अब भिडियो यसो बनाइहालौँ भनेर आएको यतातिर। अब कस्तो लाग्यो तपाईँहरू भन्नु होला राम्रो लाग्यो कि राम्रो लागेन कमेन्टमा कमेन्ट गर्नु होला। अब अझै के भन्नु होइन। ल चिता सर केही भन्नु केही भन्नु पर्यो भने भन्नु मलाई त आएको छु हामी ढलाइ गर्न मसिन सेट भएको हाम्रो यहाँ केटाहरू सबै घुमिरहेको छु इन्जोय गरिरहेको छु। तपाईँहरूलाई भिडियो कस्तो लाग्यो राम्रो कि नराम्रो कमेन्ट गर्नु सब्सक्राइब गर्नु। ल बाई भइसक्यो यहाँ अब एउटा जाँदैछु। अब उता कहाँसम्म जाने हो हामीलाई नै थाहा छैन तर जाँदैछु। यहाँ कुखुरा हेर्नु यहाँ कुखुरा गइरहेछ कुखुरा नि हाम्रो सँगसँगै छ र अब कोही यहाँ घर सर नभएको भए यो आज पार हुन्थ्यो तर अब के गरौँ। पिकनिक खाना आज पिकनिक यता